नमस्कार, नयाँ सिरामा तपाईहरुलाई स्वागत छ। म सस्मिता पाठक। सुरु गरौँ आज दिनभरिको मुख्य समाचारबाट। सुमनाको आक्रोश, शिक्षा विधेयक होल्ड गरेर राजनीतिक खेल नखेलौं। देउबा भेटेर फर्किएका शिक्षा मन्त्रीको प्रस्ताव, बैठक स्थगित गरौं। रवि लामिछानेलाई बाहिर आएर जनताको प्रतिनिधित्व गर्न र कानूनलाई सघाउने मौका दिनुपर्छ, डाक्टर बाबुराम भट्टराई। ट्रम्पको दबावका कारण क्यानाडाले रद्द गर्यो अमेरिकी प्रविधि कम्पनी लक्षित कर। संयुक्त राष्ट्र संघको विकासका लागि वित्त सम्बन्धी सम्मेलन सुरु। सरकारी सेवा सुविधा नलिने तयारीमा पूर्व राष्ट्रपति भण्डारी। बाँकेका अकुवा अहमदको परिवारलाई 5 लाख रुपियाँ क्षतिपूर्ति दिने सरकारको निर्णय। युवाहरू उद्यम र सिप विकास मार्फत राष्ट्र निर्माणमा उभिनुपर्छ, उपराष्ट्रपति यादव। सयौं खेलमा ऐतिहासिक जितपछि नेपाली टोलीको खुसी। शिक्षा विधेयक बारे अहिलेसम्म संसदीय समितिमा भएको सहमति नफेरिने। जलवायु अराजकता र द्वन्द्वग्रस्त संसारमा सहायता वृद्धि गर्न गुटेरेसको आग्रह। एसईई नतिजा, दाङको 47 सामुदायिक विद्यालयको नतिजा कमजोर। धनगढीमा 2000 घरमा बाढी पस्यो, 8 जनाको उद्धार। शेयर बजार आज पनि बढ्यो, 6 अर्ब 38 करोड रुपियाँको कारोबार। रूपन्देही 3 मा आउँदो कार्तिक 17 गते उपचुनाव हुने। गायिका एलिना चौहान पुगिन् साइबर ब्युरो। दिलभूषण पाठक विरुद्ध अदालतमा मुद्दा दायर, 1 लाख जरिवाना वा 5 वर्ष कैद सजायको माग। पाकिस्तानसँगको लडाईँमा केही विमान गुमाएको भारतीय अधिकारीले गरे स्वीकार। साउन 1 देखि स्वास्थ्य बिमाबाट उपचार गर्दा रिफर लिन नपर्ने। निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता कार्य स्थगित। दर्शकबिन, तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? कमेन्ट बक्समा गई कमेन्ट गर्नुहोला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीलाई प्रोत्साहन गर्न नभुल्नुहोला। धन्यवाद।